हेलो एभ्रिवान वेलकम टु माई ब्लग। यो चाहिँ हाम्रो क्रुजकै कन्टिन्यू ब्लग हो होइन। अनि हामी चाहिँ क्रुजमा खासमा 4 नाइट्स 5 डेजको लागि गएका थियौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ सानो बच्चाहरूले पनि कति इन्जोय गरिरहेका छन् है। जस्तो हामी ठुलो मान्छेहरूले पनि धेरै रमाइलो गऱ्यौँ। एकदम छिटो समय जाँदो रहेछ। 4 नाइट्स 5 डेज त एकैछिनमा गयो जस्तो लाग्यो हामी सबैजनालाई। अनि त्यहाँभित्र पनि गर्नुको लागि धेरै एक्टिभिटिजहरू अब के गर्ने हो, त गेम खेल्न जाने हो कि अथवा सोहरू हेर्न जाने हो कि होइन। अनि त्यस्तै अब धेरै फन एक्टिभिटिजहरू पनि थियो होइन। एकदमै रमाइलो जस्तो त्यहाँ धेरै अप्सन्सहरू हुँदो रहेछ रमाइलो गर्नको लागि चाहिँ। यो देख्न सक्नुहुन्छ झिलिमिली रमाइलो होइन। जस हामीलाई चाहिँ हाम्रो यो पहिलोपटक थियो, तर जस मैले इन्जोय गरेँ, हामी सबैले इन्जोय गऱ्यौँ। र अब बाँकी ब्लगमा हजुरहरू हेर्दै जानु होला होइन। त्यहाँको मैले केही सिनारीहरू अनि हामीले अब कसरी टाइम स्पेन्ड गऱ्यौँ त्यो क्रुजमा होइन। त्यस मेमोरीको लागि चाहिँ मैले केही क्लिपहरू खिचेको थिएँ होइन। अब तपाईँहरू त्यो हेर्न सक्नुहुन्छ। थ्याङ्क यू, किप वाचिङ। अनि अर्को कुरा चाहिँ फुड। तपाईँहरू एकदम फुडी हुनुहुन्छ भने तपाईँहरू चाहिँ क्रुजमा जानुपर्छ है। यति रमाइलो हुन्छ नि, यति धेरै फुड अप्सन्सहरू हुन्छ होइन। ओहो कुरै नगरौँ त्यो चाहिँ होइन। त्यस तपाईँहरू एकदम फुडी हुनुहुन्छ, तपाईँहरूलाई एकदमै मनपर्छ धेरै थरीको कुराहरू ट्राई गर्नको लागि छ भने तपाईँहरू क्रुज पक्कै जानुपर्छ, एकदमै इन्जोय गर्नुहुनेछ। अनि यो चाहिँ स्लाइड है। अब यो स्लाइड चाहिँ खासमा अब मलाई चाहिँ अलिकति खेल्ने प्लानमा थिइनँ। मलाई एकदम डर लाग्छ होइन। पहिला हामी अर्कै जम्बेरोमा जाँदाखेरि चाहिँ त्यहाँ 4जना एउटैमा बसेर खेल्ने खालको स्लाइड थियो होइन। डर लागे पनि खेलेको थिएँ, तर यसमा चाहिँ अलिक खेल्ने प्लान थिएन। जस हाम्रो यहाँ साथीहरूले अनि अलिकति इन्करेज गरेर आखिरमा गरियो होइन। ओ माई गड, यो सुरुमा येल्लोवाला चाहिँ अलिक ठिकै रहेछ होइन। तर येल्लोवाला पनि लास्टै डर लागेको थियो मलाई त। लामो म यस्तरी चिच्चाएको थिएँ कि त्यहाँ कति धेरै मान्छेहरू भेला भएको थियो हेर्नको लागि। अनि पछि मलाई त्यो आर्ट दिँदा अनि मैले त्यो अर्को ग्रिनवाला डेन्जर स्लाइड पनि चाहिँ गरेँ। ओ माई गड, सिधै ढोका खोलिदिएर सिधै 5 तलाबाट खसाल्दै जस्तै फिल हुँदो रहेछ। अनि हाम्रो मम्मीलाई हेर्न सक्नुहुन्छ हजुरहरूले। जस मम्मीले पनि एकदम इन्जोय गर्नुभएको थियो होइन। उहाँ भ्यूहरू हेर्ने एकदमै त्यो कता कसरी होइन। अब कहाँबाट कहाँ सुरुमा त एकदम कन्फ्युजन भइरहेको थियो होइन। अब एकदम ठुलो थियो नि त, अब कता हराइन्छ कि जस्तो। जस हामी 5 दिन बस्दाखेरि चाहिँ अब त्यसपछि सिधै थाहा पाइयो सबै के कता कसो सबै मेसो पाइयो है। अब त्यस रमाइलो रहेछ। रमाइलो गर्न जानुपर्ने ठाउँ छ। Hello, Punturi. Hi, Vaina. Hi, Vaina. Shani. Hi. कति खुसी भएको तिमी अहिले त्यो पानीमा खेलाउन लैजान्थ्यो है। मेरो छानी कस्तो भ्यू छ तल त्यो। आमामा हेर त।
म चाहिँ हिजो खासै गरेँ मम्मी कस्तो लाग्यो त हजुरलाई सिप एक दिनको एक्सपिरियन्स बिस्तारै मिलाउनु पर्दैन कहिले आउँछ मान्छेहरू मिलाउन आउँछ अनि त्यसपछि हामी मोर्टन आइल्यान्ड पुग्यौँ अनि त्यसपछि त्यहाँ पुगिसकेपछि हजुरहरूले भ्यू हेर्न सक्नुहुन्छ होइन अनि त्यहाँ गइसकेपछि चाहिँ त्यहाँ धेरै अप्सन्सहरू रहेछ एक्टिभिटिजहरू गर्नको लागि डिजर्ट सफारी गर्ने हो कि प्यारासेलिङ गर्ने हो कि स्नोर्केलिङ गर्ने हो कि होइन त्यो अनि अथवा स्यान्ड बोर्डिङहरू गर्ने हो कि जस के गर्ने हो त्यो आफूलाई के गर्नु इच्छा छ त्यसै अनुसारको पहिले बुकिङ गर्दा चाहिँ राम्रो हुन्छ होइन पहिलेका चाहिँ कुनै एक्टिभिटिजहरू चाहिँ बुकआउट भइसक्छ र तपाईँले चाहिँ आएर गर्न पाउनुहुन्न तर त्यही भएर यो चाहिँ एकदम इम्पोर्टेन्ट टिप्स यिनी चाहिँ मेरो प्यारी छोरी देख्न सक्नुहुन्छ कति एक्साइटेड छिन् होइन हो साँच्चै मैले इम्पोर्टेन्ट कुरा भन्न बिर्सेको तपाईँहरूले यहाँ हेलिकप्टर राइडिङ पनि गर्न पाउनुहुन्छ है त्यहाँ अब कति मिनटको गर्ने त्यसै अनुसार हुन्छ चार्ज चाहिँ अनि त्यो पनि त्यो एक्सपिरियन्स पनि तपाईँहरूले यहाँ गर्न सक्नुहुन्छ अनि भ्यू हेर्नुहोस् त्यो मोर्टन आइल्यान्डमा एकदमै राम्रो भ्यू थियो है उहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ मम्मीले पनि भ्यू इन्जोय गर्दै हिँड्दै हुनुहुन्छ मम्मी आज आइल्यान्डमा आएर हजुर कस्तो लागिरहेको छ त एकदमै राम्रो कुन आइल्यान्डमा थाहा छ हजुरलाई तङ्गलुमा रियल चराले चाहिँ धन्न छुनुभएको थियो है धन्न छुनुभएको थियो म हल्लेको है कस्तो छुराले होइन छोरा त बुढाले हिँडेर सबै Welcome aboard. Ini kagak ini. नहीं लो. मजा आया.
एक्सपिरियन्स समुद्रभित्र खुट्टा हल्लायौँ हेलिकप्टर राइड कस्तो लाग्यो त हेलिकप्टर राइड कस्तो लाग्यो बुढा झकास हेलिकप्टर राइड कस्तो लाग्यो हेलिकप्टर सुपर भाउजू चिप्लेटी हुँदा को चिच्चाको म त यति धेरै चिच्याएँ चिप्लेटी खेल्दा म त पानी मुनि गएको पुरै कछुवा धेरै माछा धेरै स्नोर्कलिङ गाडी स्नोर्कलिङ आर्सीलाई कस्तो लाग्यो कस्तो कस्तो माछाहरू देख्यो स्नोर्कलिङ गर्दा ल बस बच्चाहरू त बसेकै हुन्छ होला हाम्रो क्रुज यही हो है टाढाबाट भ्यू अब किनभने क्रुजबाट चाहिँ हामी त आइल्यान्डमा जाँदाखेरि यो सानो खालको फेरि जस्तो सानो उसमा चाहिँ जानुपर्ने रहेछ होइन अनि त्यहाँ गएर हामीलाई छोडिदिँदो रहेछ अनि फेरि अब साँझ चाहिँ फर्केर आउने रहेछ होइन त्यस्तो रहेछ यसरी हाम्रो मोर्टन आइल्यान्डको हाम्रो दिन चाहिँ एकदम राम्रोसँग बितायौँ अनि फेरि साँझ हामी क्रुजमा फिर्ता भयौँ अनि भइसकेपछि फेरि हामी अब डिनरको लागि गयौँ होइन डाइनिङ हलतिर अनि त्यहाँ पनि एकदम रमाइलो फेरि होइन स्टाफहरूले चाहिँ पुरै अब जस हाम्रो त्यो क्षणहरू रमाइलो गराउनको लागि त्यसरी डान्सहरू गर्दै रहेछन् यस्तो रमाइलो गर्दो रहेछन् होइन जस हामीलाई रमाइलो लाग्यो हामीले पनि इन्जोय गऱ्यौँ मजाले अझै अर्को राम्रो कुरा अनि यो चाहिँ सनसेटको भ्यू होइन अब हजुरहरू चाहिँ अब एकदमै अब सनराइज सनसेट हेर्न एकदम मन पराउनुहुन्छ भने तपाईँहरू बिहानै उठेर सनराइज हेर्न सक्नुहुन्छ होइन साँझ मजाले सनसेटको भ्यूहरू इन्जोय गर्न सक्नुहुन्छ जस एकदम अर्कै प्रकारको आनन्द आउँछ होइन अनि मेन क्रुजमा चाहिँ त्यहाँ एक्टिभिटिजहरू कति हो कति के तपाईँहरूले अब तपाईँलाई के गर्न मन छ त्यस अनुसारको तपाईँले हरेक थरीको एक्टिभिटिज पाउनुहुन्छ है फेरि साँझ फेरि अब हामी डान्स गर्नको लागि निस्क्यौँ होइन त्यहाँ सबैजना त्यहाँ पुरै डान्सहरू भइरहेको थियो होइन त्यो अब लाइभ म्युजिकहरू त कति भइरहेको हुन्छ होइन अनि जस हेर्न सक्नुहुन्छ हामी सबैले जस हामीले भरपुर इन्जोय गऱ्यौँ अबे को मान्छे हो भनेको कस्तो भयो निक्लेको भनेको त हाम्रो 80s हो कि 90s हो कि ओ माय गॉड म त के हुन्छ 80s भन्ने कस्तो मान्छे दाइ अब जाम अब डिनर खान जाम हेलो How are you? Good? Hi, this is me, Joshua. सबैले गरिस् के गर्ने हो र त जान्दैलाई टाइम सेलेक्ट गरिदिने मात्रै हो हामी लेडिज ग्याङले चाहिँ अलिक धेरै नै इन्जोय गऱ्यौँ होइन अब हामी चाहिँ घरि स्पा गर्ने घरि स्विमिङ गर्न जाने होइन घरि डान्स गर्न जाने घरि यता जाने घरि उता फेसियल गर्न जाने मसाज गर्न जाने हामी चाहिँ हामीले भरपूर्ण इन्जोय गरिरहेका थियौँ होइन अब कहाँ के एक्टिभिटिज एभाइलेबल छ टाइम टेबलहरू हेर्दै मजाले हामीले चाहिँ मजाले इन्जोय गरिरहेका थियौँ
अनि त्यसो देख्न सक्नुहुन्छ चाहिँ सानो बच्चाहरूको लागि पनि अनि एकदमै रमाइलो उनीहरूले पनि अब धेरै कुराहरू होइन त्यो सानो आँखाले अब ठुलो धेरै अब त्यो विशाल समुद्र त्यो कति इन्जोय गरिरहेको छ हेर्नु न बाबु सानो बाबुले पनि त्यहाँ छ त त्यसमा मेन मेनुमा अन्तिममा छ मेन मेनुमा अन्तिममा छ क्या त्यो मेन मेनु जानु त्यो मेन डिसेसमा छ वाउ ठिक छ खाना मन पर्यो ल यो पनि खाऊ एकपालि भास्किर पराठा कत्रो आउँछ कस्तो दुईटा यो भिडियोमा चाहिँ मैले त्यो डे 2 देखि डे 5सम्मको मिक्स म्याक्स गरेर राखिदिएको छु होइन अब ऱ्यान्डमली अब यो चाहिँ हाम्रो अब लन्च गर्न गएका थियौँ अर्को दिन होइन अनि त्यसपछि अब जस्तो अब कति कुराहरू त रेकर्डै गरिएन अनि यो चाहिँ फेरि अर्को दिनको त्यसपछिको अर्को दिनको ब्रेकफास्ट है जस्ट त्यहाँ धेरै अप्सन्स थियो भेजिटेरियनलाई पनि नन भेजलाई पनि अनि त्यसपछि अब धेरै अब कस्तो खालको के खाने हो स्पाइसी नन स्पाइसी होइन सबै कुराहरू जस तपाईँले टेन्सन लिनु पर्दैन सानो बच्चाले पनि के खाला भनेर टेन्सन लिनु पर्दैन होइन त्यहाँ धेरै अप्सन्सहरू एभाइलेबल हुन्छ जस तपाईँहरू ढुक्क भएर आफ्नो सामान प्याक गर्ने अनि जाने ठाउँ रहेछ क्या सानो मान्छेले भ्यू इन्जोय गरिरहेको छ नि सानी सानी यता 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 मम्मा यता कान्छी चिप्लेर आउँछ है फोटो फोटो त मेरो भागे भागे केटी भाइ भाग्यो भागे भागे केटी भाइ भाग्यो